हेलो अनि नमस्ते मेरो रियाक्सन कम्पनीमा तपाईलाई स्वागत छ। म बसन्त सुवेदी। आज नेपाली कथानक चलचित्र अर्थात् नेपाली चलचित्र महाभोजको ट्रेलर लिएर आइपुगेको छु। गत साता भन्दा अघिल्लो साता टिजरको रियाक्सन भिडियो बनाएको थिएँ। आज भने ट्रेलरै आइपुगेको छ। ट्रेलर हेरौँ, ट्रेलरको मलाई कस्तो लाग्छ। म त्यस्तै प्रतिक्रिया दिने नै छु। अन्तिम समय हेरेर साथ दिनु होला है त भन्दै ट्रेलरलाई प्ले गर्छु है त। Bravo Bank, a reason for your success. मेरो हजुरबाले भन्ने गर्नुहुन्थ्यो, कुकर्म कहिल्यै कतै नगर्नु, सत्कर्म गर्नु त्यो पनि आफ्नै माटो। आज सही हो, सही, एकदम सही भनेर रहेछन् ल हजुरबाले पनि। आज यो सहकारी हामी सबैको सुख दुःखको सारथी बनेको छ। सहकारीको बारेमा उठान गरेको छ भन्ने कुरा मैले तपाईँलाई टिजरमा पहिल्यै नै भनिसकेको छु र पनि अब हेरौँ कस्तो छ ट्रेलर। अझै विस्तृत रूपमा चाहिँ ट्रेलरले फिल्मको बारेमा केही दिन खोजेको छ कि हेरौँ। सहकारीले गर्दा गाउँलेको मन त जितेका छौँ। नमस्कार बा, 500 राख्यो। 100 लेखा 100। नमस्कार आमा। अलिकति पैसा उठाउनु भल गर है, ये नहोला नि फेरि। घर आउन बाबालाई भेट्न कसरी गर्नु नै? एउटा छोरो बाबामासित छुट्टिएर बस्छ काहीँ। अब हामी सबैजना काठमाडौँ जाने, उपर खुट्टी ल्याएर बाब्रे, हाम्रो बुढोले कति राखेको छ नि पैसा? मुखी मान्छे बुढा त हो। अझै 1-1.5 वर्षलाई बुढासँग अलिकति पैसा लैजाउँ भनेर सोचेको क्या। चौथ कुरा गरिहाल बसमा। अहिले अलि सिचुएसन मिलेन, म मिलाएर खगेन्द्र लामिछानेले बाउसँगबाट सहकारीबाट कुनै ब्याज नतिर्ने तरिकाले पैसा उठाएर लिन खोजेको यहाँ देखिएको छ है। के तिमी चिन्ता नलिऊ। बाउसँग थुरथुर हुने छोरो त अहिलेसम्म देखेको थिइनँ मैले। काठमाडौँ फ्ल्याट किन्दाको ऋण तिरौला भनेर स्यालले सिनु कुरे चाहिँ कुरेर बसेको छ। छाउको भन्दा ब्याजको बढी माया भन्छन्। मलाई 1 हप्ता जस्तोमा पैसा चाहिन्छ होला है चन्द्र। के भयो तिमीलाई? तिमीलाई सहकारीको हालत थाहा छँदैछ। साह्रै गाह्रो भएको छ बाबुलाई। औषधि मूल्य नगरी भएन। यस्तो दुःख पाएका व्यक्तिहरूबाट पनि पैसा कलेक्सन गरेको छ अनि त्यो दिने बेलामा चाहिँ मान्छे भागेर हुन्छ होला त। 2 बस्दिनँ म। घिन लाग्न थाल्यो मलाई तिमीदेखि। के भन्दा आएको छौ तिमी काठमाडौँदेखि? यहाँ ड्याडीको मेसेज पढ। के भन्ने मैले ड्याडीलाई? सहकारीको सबै पैसा खातामा कहाँ राखिन्छ त? मेरो बाको पैसामा मात्र होइन, सारा गाउँलेको पैसामा मोज मस्ती गरिरहेछ तिमीहरूले। अहिले हामीलाई चाहियो भन्दा चाहिँ भरे भोलि भनेर झुलाउने। आफ्नो पैसा माग्न पनि भिख मागे जस्तो गर्नुपर्ने गाँठे। जेल जान्छ तिमीहरू। हो त, दिने बेलामा चाहिँ यति सजिलै दियो, लिने बेला यति सजिलै लगे सहकारीवालाले होइन। अनि पछि पैसा माग्न जाँदाखेरि साँच्चीकै आफ्नो पैसा माग्न होइन कि भिख माग्न गयो जस्तो तरिकाले चाहिँ प्रस्तुत हुनु पर्थ्यो कि। देखाइदिन्छु म तिमीहरूलाई। सहकारीको पैसा तेरो नाममा निकालेको त आफै सक्दा मेरो कुनै सरकार छैन। मेरो पक्षमा एकपटक बोलिदिनु पर्यो। के अरे फेरि भन्दा? माइली बजेको कुराले साह्रै मन खायो। दुःख पायो भने म आफै पाल्छु। सबैको भरोसामा नराम्ररी फाइदा उठाइछ नि तैँले। मैले सहकारीको अध्यक्ष बनाएको केही समयमै त्यत्रो पैसा निकालेर कहाँ चलाएछ? अध्यक्ष, यसरी त म बर्बादै हुन्छु। तपाईँलाई थाहा छ त पैसा कसरी चलाएको? म हजुर काट्ने मात्रै चुप्छु बुवा। यो देशमा कानुन राज छ भन्ने लागेन है। म छोरीको कसम खाएँ। सहकारीको बारेमा कुनै सङ्घ कुनै संस्थाले बोलिदिएको जस्तो, कानुनले बोलेको जस्तो, कानुनमा कतै यो सहकारीको बारेमा विस्तृत रूपमा प्रस्तुत गरेको जस्तो मलाई लाग्दैन। तपाईँलाई कस्तो लाग्छ? कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला है त। खाएर भन्छु सर, मैले एक सुक्का खाएको छैन। मैले केही पनि नराम्रो गरेको छैन। जे भन्नुभयो मैले त्यही नै गर्थेँ सर। लु जे हुनु भइगयो, धेरै चिन्ता नलिऊ। सबै कुरा तिमीहरूलाई थाहा छ त, किन बोल्दैनौ? सहकारीबाट लोन चन्द्रकाजीको नाममा निकालेको कुरा सत्य हो। छोरी हतारमा जाएर लिनु मिल्दैन। किन मिल्दैन सर? कि तपाईँ पनि मिल्नु भएको छ? के भन्नुभयो? तपाईँहरूको मेहनतको एक रकम फिर्ता गराउँछ, त्यो पनि ब्याज। लागि पर त कसरी हुन्छ त्यो चन्द्रेलासम्म त? प्रधानमन्त्री होस् चाहे गृहमन्त्री होस्, कानुनले कसैलाई पनि छोड्दैन। पैसा फिर्ता गर। पैसा ल्याइदिन्छु कि।
गोली ठोकेर मान्छे पैसा आउला आउला कुर्दा कुर्दै मान्छेको ज्यान गएको पनि देखाएर रहेछ होइन। मार्ने मान्छे मात्र हत्यारा हुँदैन, मान्छेलाई मर्न बाध्य पार्ने मान्छे पनि हत्यारा हुन्छ। यो डायलग चाहिँ साँच्चै यो फिल्मको सबैभन्दा उत्कृष्ट डायलग हो जस्तो लाग्छ मलाई। तँलाई आफू हत्यारा होइन जस्तो लाग्छ मलाई, तर तेरो आत्माले तँलाई आनन्दले निदाउनु दिँदैन। किन यस्तो गर्छौ के? तिमीलाई के भयो भने म के गर्ने भन त? त्यतिखेर तिमीले यस्तो अन्यायको लागि लड्नुपर्छ भनेर लगेको होइन? तिमीले हार मार्न पाउँदैन चन्द्र। सत्य कहिल्यै लुक्दैन, साँच्चै हो। आज भोलि एकछिन छेडभरको लागि लुक्ला, भविष्यमा त्यो पक्कै पनि देखा पर्छ। प्रदर्शन मिति जेठ 15 बिहिबारको दिनमा चाहिँ प्रदर्शन हुन लागेको रहेछ। ल ठिक छ, बिहिबारको दिन पारेको रहेछ, प्राय चाहिँ शुक्रबार पारेर फिल्मलाई रिलिज गर्ने गर्छन्, प्रदर्शन गर्ने गर्छन्। यो फिल्म चाहिँ जेठ 15 गते बिहिबारको दिन प्रदर्शन गर्दै रहेछ त। ओके, फाइनली ट्रेलर हेरिसकेपछि साँच्चीकै केही रहस्य कुराहरू लुकाएको रहेछ भन्ने कुराहरू थाहा भयो, किनकि टिजरमा त्यति धेरै थाहा भएको थिएन। सायद मलाई आर्ने सिग्देल, सूर्य प्रसाद सहकारीको मेन ठगी हो कि भन्ने लाग्थ्यो, तर वास्तवमा ट्रेलर हेरिसकेपछि यहाँ अन्य अरू कुनै पहुँच भएको व्यक्ति ठगी छ जस्तो देखिन्छ। दयाङ राई अर्थात् चन्द्रको नाममा लोन निकालिएको, त्यो लोन चाहिँ पहुँच भएको व्यक्तिले प्रयोग गरेको, अनि त्यो पैसा सहकारीले उठाउन नसकेर सर्वसाधारणहरूलाई पैसा वितरण गर्न नसकेको, जसको कारणले गर्दाखेरि सहकारी पुरै तहस नहस तरिकाले बिग्रिएको भनेर फिल्ममा देखाउन खोजेको छ। यहाँ चाहिँ फिल्मबाट दर्शकहरू समक्ष के प्रस्तुत गर्न खोजेको जस्तो लाग्छ मलाई। सहकारी चलाउने व्यक्ति एउटा देखिए पनि अन्य व्यक्तिले सहकारी चलाइरहेको हुन्छ। ती सहकारी भित्रभित्रै जसले सहकारी चलाइरहेको छ त्यो व्यक्ति राम्रो नहुन पनि सक्छ है। नभएकै कारणले हाम्रो समाजमा भएका सहकारीहरू भागेका हुन् भनेर फिल्ममा देखाएको हुनुपर्छ। यो फिल्मको मूल उद्देश्य नै सहकारीले जनताहरूलाई यसरी ठगेको हो, यसबाट बच्न हामीले के गर्नुपर्छ, के उपायहरू अपनाउनुपर्छ भनेर चाहिँ सहकारीको बारेमा ठान गरेको हो जस्तो लाग्छ। हुन पनि हो, यसमा हामीले ध्यान नपुर्याइकन पैसा सहकारीमा जम्मा गऱ्यौँ भने हो, हामीसँग केही एक्स्ट्रा रकमहरू छ भने त्यसलाई बचतको रूपमा सहकारीमा राख्न सक्नुहुन्छ, तर आफूसँग भएको सम्पत्ति हराउँछ कि चोरी हुन्छ कि भनेर सबै सहकारीमा लगेर जम्मा गर्नुभयो भने सहकारी कुनै पनि कानुनबाट, नेपालको संविधानमा सहकारीमा जम्मा भएको पैसा यदि सहकारीवालाले ठग्यो भने त्यसको पैसा उठाउन सकिन्छ भनेर कोही पनि लेखिएको छैन। तसर्थ पनि अधिकांश सहकारीहरू ठग्नका निमित्त नै सञ्चालन भएका त होइनन् भनेर चाहिँ फिल्मले देखाउन खोजेको छ। तपाईँलाई कस्तो लाग्यो? यो ट्रेलर चाहिँ मन पर्यो भने, मेरो विचार मन पर्यो भने कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला। जेठ 15 गते हलसम्मै गएर हेरिदिनु होला भन्दै आजको मेरो रियाक्सन भिडियो यही सकिन्छ। हस्त नमस्कार।